ल साथीहरू हेर्नुहोस् त, उहाँ दाइले एउटा सानो टुक्रो काटेर चाहिँ ढुङ्गा लिएर आउनुभयो। लिएर आइसकेपछि त्यसलाई चाहिँ हम्मरले ट्याकटुक हानेर अनि एउटा सानो अनि भाँडाको आकार दिनुभयो। आकार दिएर हेर्नुहोस् त कस्तो बनाउनु भयो आकार दिएर। अनि यसलाई चाहिँ मिसिनमा हाल्नलाई, घराइसी मिसिनमा हाल्नलाई यसरी चाहिँ गर्नुभयो। अनि मिसिनमा हालेपछि अनि भाँडाको आकार आयो। यसलाई चाहिँ यताउति गरेर उहाँ दाइले हेर्नु त कति राम्रो आकार निकाल्नुभयो भाँडाको। तपाईँहरूलाई कस्तो लाग्छ उहाँ दाइको मेहनत देखेर? हेर्नु त अब तपाईँको आँखा अगाडि देख्न सक्नुहुन्छ। ल हेर्नुहोस् भाँडो कति राम्रो भयो। उहाँ दाइको लागि सानो कमेन्ट चाहिँ गर्नु होला है, लाइक कमेन्ट चाहिँ गरिदिनु होला है, उहाँको मेहनत खेर जान नपाओस्। ल हेर्नु त भाँडो कस्तो दामी भयो। उहाँलाई कमेन्ट गरिदिनु होला है, लाइक कमेन्ट।